आज चाहिँ म हजुरहरूलाई हाम्रो मुस्ताङ ट्रिपको बारेमा सुनाउन गइरहेको छु। मुस्ताङ ट्रिपको लागि चाहिँ हामीले अगाडिदेखि नै कुरा गरिरहेको थियौँ, तर मलाई चाहिँ विश्वास लागेको थिएन म चाहिँ मुस्ताङ पनि जान्छु भनेर, किनभने मलाई चाहिँ गाडीमा एकदम गाह्रो नै हुन्छ। अब गाडीमा गएँ भने मलाई गाह्रो भएर म गएको नगएको एउटै हुन्छ भनेर चाहिँ मलाई चाहिँ मेरो हस्बेन्डले चाहिँ हामी बरु कि बाइकमा कि स्कुटरमा जाउँ भनेर सजेस्ट गरिरहनु भइरहेको थियो अगाडि। तर अब नजिक छैन, एकदम टाढा हो नि त अब मुस्ताङ भनेको, अनि त्यही भएर पोसिबल छैन नि जस्तो फिल गरिरहेको थिएँ मैले चाहिँ। अनि त्यही पनि हाम्रो चाहिँ अब बिदाहरू ठ्याक्कै त्यही 2-3 दिन मिल्ने भएको भएर चाहिँ, ठ्याक्कै बिदाहरू परेको भएर चाहिँ हामीले चाहिँ जाने नै डिसिजन लियौँ। अनि मैले पनि अब लाइफमा के नै छ र, अब मान्छेले के त गरिरहेको छ जस्तो फिल भइरहेको थियो। हामी त्यति पनि गर्न नसक्ने भनेर चाहिँ मलाई त्यस्तो सोच आएर मैले नि उसलाई लजाउँ, अब यही हो, अहिले गऱ्यो भने गऱ्यो, गयो भने गयो, पछि अब के हुन्छ थाहा हुँदैन भनेर हामी चाहिँ डिसाइड गरेर गयौँ। अब भोलि गएर अब गाह्रै भएछ बाटोमा भने हामी त्यहीँबाट फर्किने भन्ने सोचमा पनि गएको थियौँ। तर जुन दिन जाने दिनमा चाहिँ अघिल्लो दिनतिर नै पानी त परिरहेको थियो, सबैजनाले यस्तो पानी परिरहेको छ बाटोतिर अब पहिरोहरू जान सक्छ भनेर त्यसरी चाहिँ भनिरहनु भइरहेको थियो। त्यही पनि अब हामीले चाहिँ जाने भनेर सोचिसकेको थियौँ। त्यसरी नै अब जुन दिन जाने त्यो दिनको बिहान पनि एकदम पानी पर्यो। हामी 6 बजे निस्किने भनेको, तर पानी परेर हामी रोक्यौँ। लगभग 1 घन्टा जति नै हामी चाहिँ ढिलो भयो रेडी, किनभने पानी परेको भएर अब पानी पर्दा नि किन निस्किने भनेर हामी चाहिँ एकछिन बिस्तारै गरेर 7 बजेतिर निस्क्यौँ। अनि यसरी चाहिँ हाम्रो ट्रिप स्टार्ट भयो।